टिकटक त बनाउन दिएन, झन् भाइरल भएर टन्न पैसा कमाउँछु भनेको त मेरो सपना मात्रै हुने भयो। म टिमुर्कीको पनि भाग्य त खासै गतिलो छैन। होइन है टिमुर्की, तेरो भाग्य चाहिँ के हो? केही भएन जस्तो नाम त्यस्तै बोली। के टिमुर्कीको कुरा गरिरहेको? आफूलाई त्यो बाख्रेसँग कस्तो रिस उठिरहेछ? त पनि बाख्रेको रिसमा पर्लास् नि रश्मि। उसको बिजनेस हो नि, कहाँ फ्रीमा टिकटक बनाउन दिन्छ त? मैले त 100 रुपियाँ तिरेर टिकटक बनाएको। त्यसरी नरिसा न टिमुर्की। बुढी सुन त टिमुर्की, त्यो बाख्रेले बिजनेस गर्नलाई कहाँबाट पैसा ल्याएछ? मलाई थाहा छ, त्यो बाख्रेले पैसाहरू रुखबाट टिपेर ल्याएको। त्यससँग बिट्टा पैसा थियो। त्यही रुखबाट नि पैसा टिप्न मिल्छ त? के थाहा मलाई त बाख्रेले भनेको। त्योसँग 500 को थियो कि 1000 को नोट थियो भन् त? 500 को पनि थियो, 1000 को पनि थियो। त्यो पक्कै पनि मेरो पैसा हुन सक्छ। तेरो चाहिँ त्यो पैसा कसरी हुन्छ नि? सुन्न टिमुर्की, अस्ति म बजार जाँदाखेरि मेरो बिट्टो पैसा हराएको थियो। त्यो बाख्रेले मेरो पैसा भेटाएर बिजनेस सुरु गर्न थालेछ। रुखबाट पैसा फल्छ भनेर उल्लु बनाएछ। हो रश्मि, त्यो तेरै पैसा हुन सक्छ। अस्ति त्यो साले बाख्रेले मलाई निकै फुर्ती देखाएको थियो। त्यसले पक्कै तेरो पैसा भेटेर मेरो घरमा त पैसाको बोट छ भनेर पैसा टिपेर ल्याएको भन्थ्यो। जाऊ त्यसलाई खोज्न। जाऊ टिमुर्की, त्यो बाख्रेसँग मेरो पैसा फिर्ता लिनुपर्छ। अनि तँलाई पनि हेरौला। हुन्छ। बजार पठाएको मुर्दालाई कहाँ हरायो। यो फुलमा पानी पनि मैले हाल्नुपर्छ। दाइ के हो भन्छु त? दाइ तपाईँ नढाँटी भन्नु त। तपाईँले त्यो 1 बिटो पैसा कहाँबाट ल्याउनु भयो? त मसँग बात थियो भन्छस्? मैले त पैसा जहाँबाट ल्याएर नि तँलाई के मतलब हो? दाइ नरिसाउनु न, कुरा ठुलो भइसक्यो। सानो ठुलोको कुरा हैन, त काम गर्ने होस् त आफ्नो ठेगानमा बस। प्लिज दादा, तपाईँ झुटो नबोल्नुस्। त्यो पैसा कि भेटाएको हो कि तपाईँले चोरेको हो? खासमा कुरा के हो त भन् त? दाइ तपाईँले त्यो पैसा रश्मिको बाटोमा भेटाउनु भएको हो। मलाई यो कुरा कसरी थाहा भयो? दाइ म घर फर्किँदै थिएँ। बाटोमा मैले टिमुर्की र रश्मिको कुरा सुने। के कुरा सुनिस्? जाँदाखेरि मेरो बिट्टो पैसा हराएको थियो। त्यो बाख्रेले मेरो पैसा भेटाएर बिजनेस सुरु गर्न थाले। हो केटा, मैले त्यो पैसा बाटोमा भेटाएको, तर त्यो पैसा कसको हो मलाई थाहा छैन। 100% त रश्मिकै हो। रश्मि र टिमुर्की तपाईँलाई यहाँ खोज्न आइरहेको छन्। के भन्छस् त? जा, म सानो हजुरबालाई खोजेर आइज। हस् दादा। सानो हजुरबा आएर नि के आइडिया सोच्नु भएन भने त्यो रश्मिले पैसा लग्ने भए। बाँधेर राखेको कुखुरीलाई त निशाना लाउन सकिन। आकाशमा उड्ने चलीलाई के मार्न सक्थे? यो चरा मार्ने काम ठिक लागेन। त्यो ठाडो खोल्सामा गएर 1 केजी मसाने माछै मारेको भए पनि 500 कमाउँथे यति बेला त। मसाने हजुरबा तपाईँ यहाँ के गरिराख्नु भएको? ए बेलासे, के भो के? यही कुखुरी मार्न लागेको, मार्नै सकिन। प्र्याक्टिस चरा मार्नलाई पहिला कुखुरालाई प्र्याक्टिस गर्ने, अनि चरा ढाल्ने भनेको कुखुरै मार्न सकिन। कहाँ आइनिस् त? म त तपाईँले बोलाउन आएको। के काम पर्यो मेरो? लाउन मसाने हजुरबा, एउटा आइडिया लगाइदिनु पर्यो। मैले आइडिया लगाइदिनु पर्यो? आइडिया लगाए बापत त्यो आउँछ नि? आउँछ। भन्, आइडिया लगाउनलाई कहाँ जानु पर्यो? त्यही बाख्रे सरकोमा। बाख्रेकोमा? ल
कुद कुद दादा हजुर मैले मसानी हजुरबालाई ल्याइदिएँ जा त कुर्सी ल्याएर यहाँ राख बस्नुहोस् नमस्कार तेरो हजुरबाउसँग नमस्ते फर्काउने टाइम छैन जा त एक गिलास चिसो पानी राइज मलाई खरो हो जा भन मलाई यहाँ किन डाक्न पठाइस् तैँले हजुरबा मलाई एउटा आइडिया सोचिदिनु पर्यो तेरो लागि के आइडिया सोचिदिनु पर्यो अस्ति मैले नि एक बिटो पैसा भेट्टाएको थियो त्यो यही गाउँको केटीको रहेछ त्यो पैसालाई तपाईँले जसरी भए नि गायब गरिदिनु पर्यो एक बिटो हो एक बिटो एउटा कुरो याद राख नाति त्यो पैसा गायब बनाउने मेरो जिम्मा तर आधी तेरो आधी मेरो मन्जुर छस् छु म थम्चे ठोक यो थम्चे ठोक भने चाहिँ के हो नि मसानी हजुरबा वचनमा पक्का यदि तैँले त्यो पैसा मैले गायब बनाएपछि आधी मेरो भएन भने फेरि यो चरा मार्ने ग्याटिसले म तेरो आँखा यसरी निकाल्छु नि बुझिस् बुझे मसानी हजुरबा पैसा गायब लिनुहोस् हजुरबा आइडिया आयो आइडिया एक बिटो पैसा गायब लाइन आइडिया अनुसार काम गर्नुपर्छ आइया मसानी हजुरबाको आइडिया रुखमा पैसा फल्यो रुखमा पैसा फल्यो रुखमा पैसा फल्यो बस नाति केटो त मुर्दार धेरै ननाच रुखा पैसा फल्यो रुखा पैसा फल्यो स्टप सुन नाति केटु तेरो मसाने हजुरबाउको आइडियाले 100% काम गर्यो बुझिस् बुझे त्यो रश्मि र टिमुर्की आउँदैछन् होइन हो तिनीहरूलाई के भन्नु भने नि यो मेरो रुखमा हप्ताको 2 दिन पैसा फल्छ सोमबार र शनिबार तिमीहरू यहाँ अहिले गइहाल मेरो पैसा टिप्ने बेला भयो मेरो पैसा टिप्ने बेला कसैले हेऱ्यो भने अर्को हप्ता र पैसा फल्दैन भनेर फर्काएर पठाउनु अनि मेरो आइडियाले काम गर्ने बित्तिकै तिनीहरू फर्केर गयो भने नि मलाई खबर गरिस् आधी आधी पैसा भाग लाउनु पर्छ बुझिस् बुझे त म गएँ हुन्छ बस पैसा उडा त छैन नि जा भित्र आएर बाटो लिएर आइज अहिले कोही मान्छे आयो भने भ्यास्टै दिनुपर्छ जा सिक्युरिटी कार पनि राखेछ हामीलाई त मार्ने भयो कस्तो छ त मेरो भुक भुक आजी भुक ठुलोसोले भुके तेरो आइडियाले काम गरे टिमुर्की सिक्युरिटी कार भाग्यो हिन हिन ल हिन ओइ बाख्रे चोर रश्मिको पैसा भेटाएर ठुलठुला कुरा गर्छस् को चोर को चोर ता चोर तैले
चुप लाग त यहाँ तेरो नाम ल्या छ र सबैभन्दा ठुलो प्रमाण यो हो तिमीहरू यहाँबाट गइहाल्छौ कि तिमीहरूको यसलाई टाउको फुटाइदिम हो नाङ्लो ठेटेर हात्ती तर्सिने कुरा नगर यो सब मेरो पैसा हो मेरो यो पैसा नलिकन म कहीँ पनि जान्न यिनीहरू अति बोले दादा आदेश दिनु कसको टाउको फुटाम त कुकरले हान्नु पर्दैन म यिनीहरूलाई राम्ररी सम्झाउँछु प्लिज तिमीहरू यहाँबाट गइहाल मेरो पैसा टिप्ने बेला भइसक्यो यदि तिमीहरूले मेरो पैसा टिपेको देख्यो भने यो पैसा भोलिदेखि फल्दैन यो विषयमा पछि कुरा गरौँला अहिले तिमीहरू जाऊ हुन्छ यो विषयमा भोलि कुरा गरौँला हिँड्टी मुर्गी ल ल कुकर तल राख ओइ कुकर भित्र लगाएर राख हस् दादा आज त रुखमा धेरै पैसा फले जस्तो छ 500 को 100 को 500 को 20 को 50 को 1000 को 5 को 5 को ललिपप खा टिमुर्की ललिपप पनि के बिरालोले दुध चाटेको जस्तो चाटेको नि ललिपप यसरी नखाए कसरी खान्छ त यसरी खाने हो मैले जिन्दगीमा पहिलो पटक ललिपप खाँदैछु अब मलाई के थाहा हुन्छ त नि बरु यो कुरा छोड दे एउटा कुरा सुन त टिमुर्की भन्न भन अब तैँले मेरो लागि एउटा हेल्प गर्नु पर्यो तैँले दिनको दिन यस्तै मिठो मिठो ललिपप किनिदिन्छस् तेरो एउटा हेल्प त के 5-5 हेल्प गरिदिन्छु म तँ के हेल्प गर्नु पर्यो भनिहाल त हेर टिमुर्की तैँले मलाई हेल्प गरिस् भने तँलाई एउटा ललिपप होइन ललिपपको पसले खोलिदिन्छु के कुरा हो छिटो भन्न के यो कुरा अलिक गम्भीर छ टिमुर्की तैँले चाहे भने गर्न सक्छस् यता त बिटाहरूको नि कान हुन सक्छ बुझ्छम एकान्त ठाउँमा गएर कुरा गरौँ बिटाको पनि कहाँ कान हुन्छ र तरस्मी पनि बच्चाको जस्तै कुरा गर्छस् बरु के कुरा हो अहिले यहीँ भन्न सिन टिमुर्की त्यो बाख्रेले मेरो पैसा त्यतिकै दिनेवाला छैन अब मैले त्यसले पैसा नदिए के गर्नु त तैँले अब गर्नुपर्छ भन अब मैले के गर्नुपर्छ त टिमुर्कीले केही गर्न पर्दैन बरु त्यो बाख्रेलाई तैँले मायाजाल बुन्नु पर्यो यो मायाजालको कुरा छोड दे यो असम्भव छ सम्भव छ कसरी ल सुन तैँले त्यसलाई मायाजाल बुनेपछि त्यसले सारा सम्पत्ति तेरो हातमा गरिदिन्छ अनि त्यो पैसा हामी कहाँ आएपछि तैँले त्यसलाई धोका दिनु बुझिस् कस्तलाई तेरो दिमागलाई चाहिँ मान्नै पर्छ यही खुसियालीमा चास बाई हाम्रो कुरा कसरी सुनेको त छैन नि छैन तिमीहरूको कुरा मैले सुनेको छु बाबु कुबिन्डे तिमी कहाँ जान लागेको बाबु कुबिन्डे तिमीले हाम्रो सबै कुरा त सुनेको छैन होला नि सबै कुरा त सुनेको छैन मलाई चाहिने चाहिँ सुनेको छु होइन होला कान आउनु नि दिदी हो नि कुबिन्डे बाबु तिमीले के सुन्यौ भन त बाख्रा दादालाई फसाउने कुरा ए कुबिन्डे हामीले त त्यो रमाइलोको लागि गरे हो त यस्तो कुबिन्डे बच्चासँग के कुरा गरिरहनु घर जाऊ रश्मि ल ए तिमीहरूले मलाई कुबिन्डे बच्चा भनेको होइन त अब कुबिन्डेले के गर्दै जान्छ हेर बाख्रे दादा सुनिस्यो न तपाईँलाई त यो गेटमा हिरो जस्तो देखाएको छ म मान्छे नै हिरो भएपछि हिरो जस्तो देखिहालिन्छ नि
दादा तपाईँ मात्रै हिरो भएर भएन, म पनि हिरो हुनु परेन। मलाई नि यस्तै जर्सी किनिदिनु न। साले नोकर, काम गर्ने भएर मालिकले लाने जस्तो लुगा लाने हो तैँले? ए मैले त्यत्रो एक बिटो पैसा गायब गर्न साथ दिएँ, अहिले आएर मलाई नोकर भन्ने हो? तँले पैसा गायब गर्ने बेलामा मलाई साथ दिँदैछ, अनि त्यसको सट्टामा तँलाई मैले मिठो मिठो खानेकुरा खुवाएको होइन? अब खानाको लागि त घरमै दिइहाल्छन् नि। घरमै दिने हो भने मेरो पछि किन लागिस् त? त्यो एक बिटो पैसा मैले नि पाउँछु भनेर पछि लागेको, बुझ्नुभयो दादा? त काम गर्ने होस्, काम गर्ने ठाउँमा बस। भोलि बिहान तँलाई म 500 रुपियाँ दिउँला। त्यत्रो एक बिटो पैसाबाट जाब 500 रुपियाँ? चुप। साले बाख्रेले त्यत्रो एक बिटो पैसाबाट जब 500 रुपियाँ दिन्छु भन्छ, त्यसलाई कुन चाहिँ खाल्टोमा हाल्ने होला त? ओ कुबिन्डे आइदे, बस यहाँ। कहाँ गएर आएको त? यही तल हो। लुगा त नयाँ नयाँ लगाएर मरेछिस् त। दसैँको लुगा लगाइस् क्या? हो नि दादा, यो दसैँकै लुगा हो नि। दादा मैले एउटा कुरा थाहा पाएँ नि। के कुरा हो कुबिन्डे भन् त? टिमुर्की दिदीले बाख्रे दादालाई फसाउने कुरा गरिराख्नु रहेछ। कसरी? पहिले त्यसलाई मायाजाल बुनेपछि त्यसले सारा सम्पत्ति तँलाई दिन्छ, अनि त्यसपछि त्यो पैसा हामी कहाँ आएपछि तैँले त्यसलाई धोका दिने, बुझिस्? तेरो दिमागलाई त मान्नै पर्छ। गल्ती भयो, गुरु त्यहाँ बसेर कुरा गरौँ। भन बेला से हामीलाई किन खोजिस्? हे टिमुर्की, त्यो बाख्रेले आज आएर मलाई धोका दियो। यो रश्मिको एक बिटो पैसा नि त्यसले नै गायब पारेको हो। अहिले आएर मलाई जम्मा 500 रुपियाँ दिन्छु भन्छ, त्यसलाई जसरी पनि फसाउनै पर्छ। हेर बेला से त्यसलाई फसाउने होइन, त्यो फसिसक्यो। त हामीलाई साथ दे, तँलाई 500 त के 1000 रुपियाँ दिन्छु, 1000 रुपियाँ, बुझिस्? ल 1000 रुपियाँ दिनुभयो, म भोलिको पक्का म तिमीलाई साथ दिन्छु। टिमुर्की, बाख्रेको दशा सुरु भयो जस्तो छ।